के तपाईँ धम्पुस जाँदै हुनुहुन्छ? यो पोखरा बागलुङ हाइवे हो। यहाँबाट यो पुल घट्टे खोला भन्छ यसलाई। यहाँबाट तपाईँ माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर 7 धम्पुस हुँदै मर्दी हिमाल जान खोज्नुभएको छ भने यो चोकबाट यो बाटो माथि दाहिने बाटो माथि लाग्नुपर्छ। तपाईँको यो पुलको आडामा धम्पुस स्वागत भनेर लेखिएको बोर्ड छ। तपाईँलाई मैले आज धम्पुसको सानो गाउँ ढाडा जाने बाटोमा पर्ने विभिन्न मन्दिरहरूको विभिन्न होटलहरूको तपाईँलाई अवलोकन गराउनेछु। घट्टे खोलाबाट 1 किलोमिटरको डिस्टेन्समा यो ठुलो रिसोर्ट पर्दछ। तपाईँको पिकनिक, सेमिनार, गोष्ठी जे गर्नलाई नि स्पेस पुग्ने यति ठुलो होटल छ। सेवा सुविधाहरू सबै छ। ल तपाईँहरूलाई चाहिन्छ भने हाम्रो श्री आदरणीय दाजु वैकुण्ठ भण्डारीज्यूलाई सम्पर्क गर्न सक्नुहुन्छ। आउनुहोस्, घट्टे खोलाबाट 1 किलो मात्रै माथि। म यो धम्पुसको मूलपानी भन्ने ठाउँमा आइपुगेँ। तपाईँले देख्नुभएको बाटोबाट म यो तल्लो बाटो लागिरहेको छु। म आज ढाडाको यात्रा छ मेरो। यो वाल लगाएबाट माथिको बाटो चाहिँ यो मर्दी हिमाल जाने, माथि धम्पुस देउराली, प्रितम देउराली, पोथाना जाँदै गर्ने बाटो हो। म अहिले यो मूलपानी एरियामा छु। यो मूलपानी शिवालय चोकमा छु भने यहाँ मन्दिर छ मूलपानीको। तपाईँको यहाँको पानी यति मिठो छ, यो 12 मास सुक्दैन। यो मन्दिरमा चाहिँ बेला बेलामा पूजा गरेको गर्नुहुन्छ। ल पढ्ने काम चाहिँ तपाईँहरूकै हो। यो पढेर मलाई म देखाउँछु मात्रै। हेर्नुहोस्, यो कुण्डहरू छ यहाँ। ल मुख धोएर आनन्द रेस्ट गर्ने ठाउँ हो यो मूलपानी क्षेत्र धम्पुस। म यो धम्पुसको झग्रे भन्ने ठाउँमा आइपुगेँ। यहाँ चाहिँ चर्च छ। यो त झग्रेको चर्च हो। यहाँ चाहिँ शनिबार धर्मावलम्बीहरू प्याक हुनुहुन्छ। यो धम्पुस झग्रेको चर्च। यहाँ धर्मात्मी जनसमुदायहरूले नयाँ चौतारो निर्माण गर्नुभएको छ। यो एकदम भ्यू पोइन्टमा छ। वनपाले चौतारी। हेर्नुहोस्, यो माथि देखिएको मन्दिर क्षेत्रीहरूको कुल मन्दिर हो यो। तपाईँलाई म यहाँ माथिबाट केही दृश्यहरू देखाउँछु। यति रमाइलो छ यो डाँडा। यहाँ बसेर आनन्द हेर्दाखेरि कतिले खेतीपाती गरिरहेको देखिन्छ। हेर्नुहोस्, मेलामा काम गर्दै हुनुहुन्छ कतिजना, देखिराख्नु भएको छ पारी। हेर्नुहोस्, एकदम अघि मैले देखाएको घट्टे खोला तल पुछारमा पर्दछ।
यो पारी देखिएको निमारी गाउँ हो। यो अन्नपूर्ण 2 नम्बर पर्छ निमारी। सुन्दर छ। यहाँबाट मैले वहाँ देखिएको घट्टे खोला भयो। लखानेको गाउँ पुरै देखिएको छ यहाँबाट। यहाँ खेत रोप्दै हुनुहुन्छ, बिउ गाड्दै हुनुहुन्छ। यो धम्पुसको झग्रीभन्दा तलको क्षेत्र हो, यो चर्चभन्दा तलको मैले अघि देखाएको थिएँ हजुरलाई। यति सुन्दर ठाउँ छ यो। यहीँ नयाँ चौतारो बनाइदिनु भएको रहेछ उडुदुर गर्न बस्नको लागि। यसको नाम चाहिँ उहाँहरूले के राख्नुभएको छ, मलाई चाहिँ यो पोखराको लभली डाँडा जस्तो लाग्छ। ल धम्पुसको डाँडा प्रवेश गरिसकेँ म। यो डाँडामा रहेको शिवालय मन्दिर। यो बाख्राबाट कतिको फाइदा भएछ त नि दिदी? राम्रो रहेछ नि, 4-4वटा 5-5वटा बाख्रा रहेछ। यो झारको नाम के भन्नु अरे बुवा? यो हजुर झार त हामीले जान्दैनौँ। हजुर कता फुल भनेर केटाहरूले ल्याए पहिली। हजुर अर्दै गाँ झालेर यो उकाउँछ किन बाबु? हो, खेतमा नै हुन्छ यो बारी नै? हुन्छ कोही कोही ठाउँ हो हुन्छ, कोही ठाउँ छैन, कोही ठाउँ छ। हजुर यसलाई त हामीले दबाई हालेर मारे मैले त त्यहाँ घर पनि मसिनै पलाएको थियो जम्मै। त्यस्तो त फुल जस्तो छ होइन बुवा? ल्याउनु फुल जस्तै छ। टिपेर लाने भनेको त चरा हाल्ने छ, तर यो ठिक छैन। यो माछापुछ्रे गाउँपालिका वार्ड नम्बर 7 डाँडामा रहेको श्री देउराली प्राथमिक विद्यालय हो। यो वर्षदेखि पूर्ण रूपमा यो विद्यार्थीको अभावको कारण विस्थापित भइकन, विद्यार्थीहरू विस्थापित भएको कारणले गर्दा टिचरहरू अन्यथा स्कुलहरूमा मिलान गरिएको छ र यो स्कुलमा 3 जना मात्रै साना बालबालिकाहरू शिशु स्याहारमा अध्ययन गर्दछन्। हाल गाउँ विस्थापित हुँदै जाँदाखेरि यी स्कुलहरू पनि विस्थापित भएका छन्। यो स्कुलमा लाखौँ रुपियाँको संरचनाहरू नयाँ बनाएर विद्यार्थीको अभावले बन्द भएको छ। थ्याङ्क यू।